यसरी हामी हाम्रो ब्लग सुरु भएको छ गाइज। हामी अब यहाँबाट पाथिभारा हुँदै कन्यम हामी घुम्न जाँदैछौँ। हामी आएको चाहिँ के अरे कुन ठाउँ गऱ्यो यो ठाउँको नाम चाहिँ इलाम सहर त्यो हो है। इलाम चाहिँ उ त्यहाँ हो, हाइड्रो पावर पनि छ यहाँ, हाइड्रो पावर छ। इलाम हाइड्रो पावरले के गर्छ? बिजुली निकाल्छ। अनि हामी अहिले त माथिबाट घर माथि बस्छौँ। अनि यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु गर्छौँ। हिजो हामी थाकेको थियौँ दिनभरि गाडीमा हिँडेर। अनि म त मोबाइल छुन नसक्ने अवस्थामा थिएँ किनकि म 2-3 दिनको अनिलो थिएँ। तर आजदेखि भ्लग सुरु गर्दैछु साथीहरू। अनि यही भ्लग सुरु चाहिँ अब हामी त्यही त हो डाँडापाखाबाट नै सुरु भइरहेको छ है। धानको बाला ल। अनि हाम्रो भान्जी ल हेर्नु न सागहरू। गाउँ भनेको गाउँ हुन्छ कि अर्ग्यानिक चिजहरू हुन्छ होइन। एकदमै त्यो भनौँ न खानाहरू पनि एकदमै बाहिर हामीले सहरतिर त्यस्तो खान पाइन्न नि। तर यहाँको चाहिँ खाना चाहिँ एकदम अर्ग्यानिक प्लस एकदम राम्रो हुन्छ क्या। त चामल हेर्नु नि यो। तर हामी चाहिँ यसरी झर्नुपर्छ ठारेबाट झर्ने। अनि कहिले नहिँडेको मान्छेहरूलाई चाहिँ गाह्रो हुन्छ एकदम सास फुल्ने। मेरो त होइन सास फुल्छ नि त। यस्तो पाहाडतिर हिँडेको छैनौँ हामी तराईवासीहरू, तराईमा बस्ने बानी भएर। अनि अहिले चाहिँ पाहाडतिर यसो हिँड्न लागेपछि यस्तो अब मोबाइल समात्ने कि हामी आफूलाई सम्हाल्ने हुन्छ। यस्तो छ क्या बाटो एकदम। हामी उता माथिबाट आउँदै हुनुहुन्छ। हाम्रो चाहिँ 5-6 जना भएर हामी घुम्न आएको। आज घुम्दैछौँ, ठाउँहरू देखाउनेछौँ साथीहरू होइन। ल यो बाटो तर यहाँको मान्छेहरूले स्टल गर्दा एकदमै गरेको हुन्छ क्या। हामीहरूले चाहिँ सकिन्न, यस्तो गाह्रो हुन्छ। ए जुत्ता चिप्लिरहेछ गाइज चिसोले। त्यो फुटबल खेल्ने जुत्ता लाएर आउनुपर्छ कि यहाँ त गोटीवाला बल्ल ठाकठाक अटिन्छ। हाम्रो छैन त्यस्तो। भ्यू चाहिँ एकदम राम्रो है। एउटा खोला यो के माई खोला भन्नुभएको थियो क्या आमाले अघि, हामीले बिर्स्यौँ। अहिले फेरि याद भयो भने म भन्छु है त यो खोलाको नाम के हो भनेर। यस्तै छ बाटो। हिजो राति हिँडेको भएर अहिले त यस्तो छ ढुङ्गाको बाटो। ओहो ल साथी अब हामी फेरि ठाडो लाग्ने, यहाँबाट ठाडो लाग्ने। ल हामी आएको भनेको त माथिबाट, उतै माथिबाट आएको। अब यताबाट नि कता जान्छ थाहा भएन, तर हामी जाने चाहिँ यतातिर हो। ल यहाँबाट हामी यात्रा गर्छौँ। अब धेरै बाटो धेरै लामो हुन्छ, बिचमा हामी कटक भन्छ। देख्नुहोस् न दिदीहरू आएको, म जुम गरिदिन्छु। यहाँबाट यति माथिबाट हामी झऱ्यौँ। दिदीहरू आउँदैछ पाथिभारा जाँदै। गाह्रो छ त। गाइस हामी पाथिभारा माथि हिँड्दैछौँ। यता हाम्रो दिदीहरू आउँदै हुनुहुन्छ। माथि नछ नाइ सर्टकनको जान्छ, चिप्ले लोट्यो नि।
सानो मान्छे यो मान्छेको हिँड्न नसकेको म नसोचेको ठाउँमा आएछु है थाकेपछि बिचरा कोही आएर ढकल्दु भान्जीलाई हामी पछि भएर जाँदै हाम्रो भान्जीको त उहाँ 2 गियरमा हिँडिछ सर लाएर थाकेको अवस्था के लगाए चाहिँ पाथाबारी मन्दिर आइपुग्यौँ सर र यही मन्दिर हो ओ गाइस अब हामी सकेर हामी हिँडेको है अब यसरी हिँडेछौँ भन्ने यसरी देखाउँछ सकेर हिँड्यौँ देखेछ भर्याङ यताबाट यसरी घर बनाउँछ यहाँ यहाँ बनाउने भान्जी भिडियो यहाँ दामी हुन्छ सर र माथि बाँदर छ नि बाँदर थुप्रो गाइस बाटो दामी छ यहाँबाट सर हामी चाहिँ पाथेबारी मन्दिर बहिनीकोमा आएको अनि एउटा तल जाँदै सर हामी चाहिँ जाँदैछौँ माथिबाट तल आउँदै गर न आऊ न इलाम गाइज हामी इलाम पनि घुमियो है अझै रहेछ तल हामी डल्ले भान्जी आउँदैछौँ दौडेर ल यहाँ रुकेर उस गर नि त तान तिम्रो कपडा ल गाइस छिटो आऊ नि बिस्तारै नै लोटिन्छ आऊ म कुरेको त तिमीलाई तिमी हो नि साँच्ची यता लाउरे भइन्छ लगाए जस्तै दौडिनुपर्छ गर्नु थालिन्छ बाटो अझै छ बल्ल त हामी एक स्टेप
ल आऊ ल बाबु ठारै नानी अगाडि अब तले गएर खानु नि अब कहाँ कुद्नु अब यस्तो बेलामा भिडियो बनाउने बेला कुद्नु मिल्दैन नि हल्लिन्छ भिडियो लोड त के यस्तो ठाडो बाटो पनि दौडी नि अब ल ल अब कुदौँ न अब कुदौँ क्या अब कुदौँ क्या अब अनि कुदौँ भनेको होइन आफूले अघि ले फेरि कुदौँ गरे अनि म कुदेँ भने फेरि तिमी कुद्नु सक्दैनौ नि हेर न बाटो कस्तो छ त्यहाँ आएर चाहिँ कति हिँडेपछि तिम्रो मेमोरी लस्ट रहेछ त त्यस्तो मेमोरी त उसै नभएपछि त के काम किन त लाग्यो ल अब आइसक्यो कस्तो चाँडो त दिएको छैनौ नि त्यो चाँडोमा फेरि 3टामा हिँड्नुपर्छ नि फेरि हिँड्ने ग्यास्ट्रिकको गोली खाने बाबु कुदौँ तिमी र म कहिले रेडी 1 2 3 स्टार्ट बिस्तारै बिस्तारै लोड छ लोड चढ्नेको नि दौडी दौडी हात तिर्मिन्छ क्या कुद्नुहुन्न अनि जोसाइदिन्छ भाइ त्यसलाई तिमी त खत्तम छ त मान्छे तल झर्नु पर्ने है भर्याङ छ कतिवटा हुन्थ्यो होला तिमीले यहाँ गर्नेको भए 1000वटा 1000 क्रस छ रे तर मैले भिडियो गर्छु नि त्यसबाट खिच्दाखेरि गर्नुपर्छ हो अझै तल छ त जानु बस्ने यहाँ बस्ने ठाउँमा बसौँ एकैछिन यहाँ बसेको अवस्था छ त तल अझै हिँड्ने भए हिँड्ने आऊ न हिँड्ने छिटो तिमी त अगाडि पुगिसक्यो नि सकिन्न भोलि उठ्न त अब अहिले नै खुट्टा त पुरा हल्लिसक्यो त दिदी खुट्टा त पुरा अहिले नै ललाक्लुक भइसक्यो तर हिँडेपछि बस्नु हुन्न रहेछ एक घन्टा लाग्यो हामीलाई
तपाईँले हामीलाई घर पुऱ्याउने होइन कि शिव सर घर पुऱ्याउने होइन कि हामीलाई अब हामी चाहिँ गाइस इलाम बजारको हामी बगैँचामा चिया बगानमा भयो अरू केही छ यसको चिया खान्छ नि त हाम्रो होइन यो ठाउँ हिँड्ने यस्तै छैन गाइस कहाँसम्म पुग्छ त्यहाँ गाइस चाहिँ चिया बगान सर अहिले हामी त्यो डाँडामा पुग्ने हो सर लगाएर चिया बगान है गाइस पुल यहाँदेखि तल बवाल सिनहरू छ यही बगान आउनलाई हामी बुटोलदेखि आएको यही हो चिया बगान म कहाँ पर्छ है गाइस सक्यो यही हो ओके आउनु पर्यो नि घुमाइदिनु तिमी जाऊ ल म आउँदा खिच्छु फेरि सर ल जाऊ ल गाइस हामी फेरि बाटो सर हिँड्दै है मेरो फोटो हो यो भलक जाको गाइस जति माथि उति दामी फोटो म त भलक बनाउँदैछु त ल अब हामी फर्केको है गाइस हामी फर्किँदै फर्किँदै भनेको नि यस्तै चिसो आयो हेर त चिसो कस्तो आएको कुन उयो यहाँ हो कि उ त्यहाँ हो क्या आउने त यहीँ हो र